आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। यदि उहाँ आउनुहुन्न भने हामी श्रम संस्कृति कुरो त सही, आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाएर हुँदैन, तर बेहुलासँगै जन्ती त जान्यो। तर जन्तीले बेहुलालाई सबै कुरा सोध्दैन र बेहुलाले पनि सबै कुरा जन्तीलाई भन्दैन। र जन्तीले तिमीले कति बजे स्वागत मनाउँछ आज भनेर सोध्यो भने बेहुलाले भन्छ त भन्दैन। जन्तीको काम भनेको जाने, बेहुली घर पनि भात खाने र बेहुला घर पनि भात खाने, सकिन्छ रमाइलो गर्ने एकछिन, त्यसपछि आफ्नो आफ्नो घर जाने, चुप लाएर बस्ने। बेहुलाले कति बजे स्वागत मनाउँछ, कति बजे के गर्छ भन्ने कुरा त्यो सोध्न मिल्दैन र बेहुलाले पनि भन्दैन। ओ यही कहानी हो, अरू कुरा केही भन्नु पर्यो, अरू कुरा केही भन्नु पर्यो। जन्तीले भनेको जाने, भात खाने, चुपचाप लाएर फिर्ता ल्याउने हो, त्यस्तै हो तिमीहरू। जन्ती हो, चुप लाएर त्यहाँ जाने, तर्क बस्ने, दाल भात मिल्छ, चिया पानी मिल्छ खाने, तलब भत्ता मिल्छ, चुप लाएर बस्ने। काम भनेको बिस्तारै गर्छ, विधि विधान चल्छ। अब यहाँ तिमीहरूले 1 महिना भएको छैन, सबै कुरा तातै खाउँ जली मरौँ भनेर चाहिएको छ नि। हो यो चाहिँ सबै आफै मात्रै सर्व देख्ने मान्छेले मात्रै हो, तर हामीले त त्यो भन्दैनौँ, त्यो गर्दैनौँ, त्यो गरेका छैनौँ होइन। तर बालेन शाहको यति कुरा चाहिँ थाहा छ, बालेन शाहले विधि विधान भन्दा टेकेर, कानुन भन्दा टेकेर बाहिर कुनै पनि शब्द गर्दैन। तपाईँहरू त जति बेला कानुन भन्दा बाहिरको कुरा पनि बोलिदिनुहुन्छ। कतिपयले त मोजी र सुजी पनि भनिरहेको सुनेको थियो। तपाईँको त्यो आरएन राईले त अस्ति संसद भवनभित्र त्यो भन्नै नहुने कुरा हो, त्यो संसद भवनभित्र त्यस्तो कुराहरू पनि भन्ने मान्छेहरू तपाईँको संसदभित्र छ। र तपाईँ आफै पनि सकभर त्यही भन्नु बेर लाउनुहुन्न कुनै दिन होइन। अब यही भएर भन्छु, बेहुलाले बेहुली ब्याउनुपर्छ, ल्याउनुपर्छ, लानुपर्छ र आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउनु मिल्दैन। आफै जान्यो, तर जन्ती चाहिँ जान्यो। जन्तीले के कसो भनेर बेहुला र बेहुलीलाई सोध्ने होइन। कुरो बुझ्नुभयो कि नै? त्यो भएर तपाईँहरू जन्ती जस्तो जन्ती चुप लाएर बस्ने हो। बेहुला त्यहाँभित्र सिंहदरबारभित्र छ, कहिले निक्लिन्छ अनि उसले जवाफ दिन्छ। होइन भनेदेखि तपाईँसँग नम्बर अस्ति नै साटे होइन, हो त्यो नम्बरमा कल गर्ने, चुप लाएर बस्ने। के भन्छ बालेन शाहले? प्रश्न चाहिएको हो नि आमा।